घाम यस्तो बगाल आएको छ होइन गोरु मान्छे पनि कालो हुन्छ जस्तो डर लागिरहेको छ चिनीहरू चाहिँ बबाल छ है यतातिर चाहिँ अनि यहाँ आएर फोटो भिडियो खिच्नु पनि सक्नुहुन्छ टिकटकहरू पनि खिच्न सक्नुहुन्छ यहाँ आएर चाहिँ होइन मलाई त कस्तो आँसु झर्दैछ यार बिने त्यस्तो कुरा गरिसकेको त बिले जान्छु भन्दाखेरि नि मलाई त यस्तो आँसु झरिरहेको छ यहाँ यो चाहिँ टप उयो चाहिँ तर आँखाबाट झर्नु पर्ने कि कपालबाट झर्दैछ क्या हेलो एभ्रिवान तपाईँहरूलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा सदा चाहिँ आज पनि तपाईँहरूको माझमा उपस्थित भइसकेको छु न्यू भिडियो लिएर सो अनि आज चाहिँ देखिराख्नु भएको छ सबैजना छौँ हामी होइन आज चाहिँ अनि फेरि हामी मम्मी के परे सिमसार जान आँटेको हामी चाहिँ होइन केटाहरूले चाहिँ हिजो चाहिँ प्लानिङ चाहिँ हाम्रो रमिता डाँडा जाने भनेर प्लान बनाएको थियो तर अफसोस हामीसँग प्राविधिक गडबडी भनौँ होला सकेन त्यही भएर चाहिँ एकदम टेन्सन नलिन साथी ठिकै म त्यतिखेर खर्च गर्थेँ तर अब गर्दिनँ म सबै छैन अघि जाँदै बाटो पैसा हरा यार युट्युबबाट तपाईँहरूले पैसा कमाउँछ तब हामी रमिते यस्ता तेर्खुम जान सकिन्छ अब युट्युबबाट पैसा कमाउने अवस्था छैन एकदम नाजुक अवस्था भएको कारणले हामी रमिते होइन यो भिडियोको मार्फतबाट देश विदेशमा बस्नुभएका दिदी बहिनीहरूले सम्पूर्ण दाजुभाइहरूले उहाँलाई चाहिँ सहयोग गर्नु होला उसको उहाँको एउटा किटी खेल्छ होइन तपाईँलाई ई सेवा अनि उहाँ ब्याङ्क खाता नम्बर पनि तपाईँलाई पठाइदिन्छु त्यहाँ हाल्नु पनि सक्नुहुन्छ भनेर म भन्दिनँ यो एक नम्बर त्यही ब्याङ्कको यो म्यानेजर हो होइन साथी हेर्नुहोस् म जस्तो गरिब कोही पनि छैन मेरो घर भनेको पुरानो टाढै घर छ कृपया मलाई 5 तला घर बनाउनको लागि सहयोग गर्दैन हेर्नु म एकदम बस्नलाई टिन पनि पानी पर्दा ठ्याङ 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 कराएर म रातभरि सुत्न सक्दिनँ कति दुःख कष्ट भएर सुत्नुपर्छ मलाई कृपया साला काम गरेर खा भन्नु न यसलाई काम गरेर खानु चाहिँ छैन गुवा खान्छ यहाँ लाज हुँदैन ल म यो भिडियो चाहिँ केपी ओली हाम्रो प्रचण्ड शेर्पा देउवासँग पुर्याउन चाहन्छु उहाँहरूले थोरै पैसा अलिकति घुस खाएको पैसा मलाई यसो सुनपानी छर्किनु भने मेरो भविष्य उज्जवल हुने थियो तँलाई यो कुरा भन्दाखेरि तँलाई हाँस उठ्यो कि रिस उठ्यो कि ओके साथीहरू अब हामी सिमसार जाँदैछौँ होइन सिमसारमा चाहिँ अब पहिले पनि गएको धेरैचोटि गइसकेको कतिचोटि जान्छ भनेर नभन्नु होला त्यहाँनिर भनेको घुम्ने ठाउँ र डुल्ने ठाउँ एकदम राम्रो छ अनि त्यहाँनिर यस्तो हल्लासल्ला पनि हुँदैन एकदम शान्त वातावरण छ र अनि प्लस अनि त्यहाँ सिमसारामा चाहिँ पौडी खेल्ने ठाउँ पनि छ त्यहाँ पौडी पनि खेल्छु म आज चाहिँ होइन खेल्छु म चाहिँ यिनीहरू खेल्दैन थाहा छैन र अनि त्यहाँ एकदम मिठो सुक्खा पनि पाउँछ अनि त्यो सेको खानको लागि चाहिँ साला हामी जहिले पल्किन्छौँ क्या त्यही भएर हामी त्यहीँ जाने प्लान गर्छौँ सो अनि अब चाहिँ हामी जाँदैछौँ सबैजना ल जाउँ लेट्स गो भयो चल्दिनँ होइन अब लु जाउँ ओके किन बस्न पछाडि मेरो ल अब हामी चाहिँ मङ्गलाबारी सिमसार जाँदैछौँ एकदम घाम लागिरहेको छ बाटो पनि एकदम राम्रो बनाएको छ यो पनि अब यहाँ लाइटहरू हाल्छ भन्ने कुरो सुन्नेमा आएको छ यो चाहिँ आम्दा बाटो हुँदै यो ताराबारीको ढाडसम्म फाइनली साथीहरू हामी फेरि सिमसार आइसक्यौँ सिमसार पनि धेरैचोटि आइसक्यौँ म होइन अनि आज पनि आइसक्यौँ साथै मेरो यो सिमसार अहिलेको लागि चाहिँ अब केही समयको लागि चाहिँ अलिक अन्तिम भन्नुपर्छ होइन अनि केटाहरू पर बसिरहेको थिएँ म चाहिँ अलिक त्यहाँ आउन ढिलो भयो म चाहिँ पछाडि थिएँ त्यहाँ पूजालाई दमकतिर छोडिदिनु पर्ने थियो अनि त्यही भएर अलिकति ढिलो भयो यिनीहरू चक्क्याएर बसेछन् सो अनि यतातिर देखिराख्नु भएको छ नि यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ हो होइन सिमसारको अनि यहाँ चाहिँ पार्किङ गरेर अनि यहाँ प्रवेशद्वार छ होइन प्रवेशद्वारभित्र त्यहाँबाट चाहिँ गएर थिएँ अनि त्यो जानुपर्छ तपाईँलाई थाहा छ होला त्यो पहिले पनि आउनुभएको होला कति धेरैजना आउनुभएको होला यहाँ सायद मैले भनिराख्नु पर्दैन यो ठाउँ कस्तो छ भनेर अनि अहिले पनि म आएको छु पहिले पनि आएको थिएँ सो अनि गाइस अब गर्मी छ होइन गाउनु त्यहाँबाट यसो नुहाउनु पर्ने हुन्छ होइन अब नुहाइन्छ के हुन्छ कस्तो हुन्छ
सो गाइजहरू हामीले चाहिँ यहीँ हाम्रो भाइहरूसँग पनि भेट भइसक्यो अनि भाइले चाहिँ यहाँ चाहिँ टिकट गर्नु मन छ अनि त्यो टिकट नकाटिकन आउनको लागि चाहिँ भाइलाई मैले बोलाएको थियौँ भाइ चाहिँ अनि स्पिडमा आएर साइकलमा चढेर अनि के प्रो हो के सम्बन्ध अलिअलि त भइहाल्छ नि त्यो तेरो पो हुँदैन जे पाए त्यो नसोच है त्यस्तो हावा कुरा गर्छस् अस्ति साथीहरू म यो पार्कभित्र छिरेको थिएँ भने अहिले चाहिँ पार्कमा छिर्दिनँ किनकि अब साथीहरूसँग आएको छु त्यसैले साथीहरू चाहिँ केटाहरू चाहिँ उता अगाडि जाँदैछन् म चाहिँ पछाडि जाँदैछु सो अनि आज चाहिँ साकेला राईजातिको साकेला डान्स के पो अन्तिम यो पनि छ है मेला पनि छ साकेलाहरूमा अनि पूजा पनि गइसकेको छ साकेला आउनको लागि मैले अहिले राई ड्रेस लगाएको देख्दाखेरि चाहिँ मलाई झस्स याद आयो अनि यहाँदेखि उता भित्र जानुपर्छ है पौडी खाने ठाउँ सिमसार छ ओ पर्खिनु है ल त्यो भाइको पानी झर्न झरो सञ्जीव एकचोटि पौडी हान्नु यहाँ आज पनि घाम थियो परे बबाले लागिरहेको छ यहाँ घाम यस्तो बबा लागेको छ होइन गोरु मान्छे पनि कालो हुन्छ जस्तो डर लागिरहेको छ म चाहिँ बल्ल घरबाट काहीँ निक्लिन थिएँ सेफमा बसेर गोरु भएको थिएँ केटाहरूले चाहिँ मलाई हिँडाएर डुलाएरै सबै कालो पाउन आँटिसक्यो मलाई यार अनि यो ठाउँ चाहिँ शीतलै छ है तर त्यति साह्रो शीतल पनि छैन क्या त्यो रुखको छारी मुनिहरूमा मात्रै हो शीतल हुने भनेको नत्र त्यस्तो साह्रो खासै शीतल चाहिँ छैन घाम त जहाँ पनि त्यस्तै हो नेपालमा जता पनि धँदै राखेको रहेछ यतातिर पनि राखेको रहेछ धजा लाउनुको विशेष कारण चाहिँ के हो रहेछ हौ त्यो राम्रो सिनहरू आउँछ भनेर हो कि क्या भिडियोहरूमा सायद अनि के हो त्यो आन्टीले के टिप्दै हुनुहुन्छ हौ ओ कति छिटो हिँडेका तिमीहरू अब झ्याम्म गरेर पानीमा पौडी खेल्न पाएँ क्या रमाइलो हुन्थ्यो होला है केटाहरूले चाहिँ हामीलाई पर्खिँदैछन् यहाँनिर होइन हामी चाहिँ एकछिन दोकानमा अलाउनु गऱ्यौँ त्यसैले अनि भाइ अगाइसकेको छ अरे हौ भाइ कति लाखको साइकल हो यो भनिदेऊ न त नि यहाँ गाइजहरूलाई कति लाखको कति पर्दो छ यो साइकललाई भन नि त 50 करोडको भन्दैौ न यो के हो यो कुन कम्पनी टाटा कम्पनीको यो यति कम्पनीको के कम्पनी यति मैले फर्स्टचोटि सुन्दैछु है यति कम्पनी भनेर मैले सुनेको हौ ए अब होला हुन पनि सक्छ होइन मलाई के थाहा यसले जिस्काउन पनि हुनसक्छ तर कम्पनी त अब नामहरू धेरै हुन्छ एयरलाइन्स छैन ए यतिको ए यति एयरलाइन्स भनेको यो बन ल यो बन नि ए ओके यो बारेमा चाहिँ मलाई थाहा थिएन साथीहरू सिनहरू चाहिँ बवाल छ है यतातिर चाहिँ अनि यहाँ फोटो भिडियो खिच्न पनि सक्नुहुन्छ टिकटकहरू पनि खिच्न सक्नुहुन्छ यहाँ आएर चाहिँ होइन तपाईँलाई आज चाहिँ सम्पूर्ण चिजहरू देखाउँछु अनि यहाँ बसेर सट्ट यहाँ डाँडामा बसेर जोडी आएर गफखाफ गर्दा पनि मिल्छ होइन अनि यस्तो जङ्गलको बिचमा छ है सिमसार चाहिँ अनि भाइहरू पनि यहाँ बसेको रहेछ अनि अब भाइहरू चाहिँ कता जान्छन् थाहा छैन पौडी खेल्छु कि भनेर तर बसेको छौँ सो अनि भाइहरूलाई भेट्दैछु ओके ल भिडियो बनायो अब सन्चै हुन्छ सन्चै मेरो भाइ ल भाइ अघि त्यो ह्यान्डसेक गरेन क्या तिमी साइकलमा थियौ नि त अनि भिआइपी साइकलमा थियो अनि ल कति करोडको पो भन्दै थियो यार 50 करोड भन्दै थियो लिएर गयो ओके हामीले फाइनली हामी चाहिँ यहाँ सिमसार आउने आइसक्यौँ अब जाउँ पौडी खेल्न नखेल्ने खेलौँ न अनि एकछिन मजा आउँछ हौ जाउँ न एकचोटि के गर्ने हामी पनि उता के परे रमिते जाउँ भनेको यो मुलाले हजुर होइन दाइ अलि पछि ओके ल मेलातिर हो क्या गर्मी चाहिँ लास्टै छ गर्मी आजको दिन चाहिँ पौडी खेल्नु पर्ने
यहाँ आनन्द छ यार, यहाँ चाहिँ मजा लाग्छ यहाँ आउँदा चाहिँ घरिघरि चाहिँ होइन। त्यही पनि अब धेरैचोटि आइयो, दर्शकहरूलाई पनि अब यहाँनिर धेरैचोटि मैले आएर भिडियोहरू बनाइसकेको छु। अब कतिलाई बोर लाग्न सक्छ होइन, तर बोर नमान्नु होला। म तपाईँलाई स्टेप स्टेपको भिडियोहरू देखाउँछु है, तपाईँलाई त्यस्तो बोरिङ हुने खालको भिडियोहरू चाहिँ पाउँदिनँ म। अनि मलाई सायद तपाईँलाई थाहा छैन होला, मलाई पौडी खेल्न आउँदैन थियो, तर यहीँ आएर चाहिँ अलिअलि पौडी खेल्ने बानी बसेको छ र अलिअलि आउँछ पनि मलाई अलिअलि पौडी खेल्न चाहिँ। अहिले देखिहाल्नुहुन्छ नि कतिको पौडी खेल्छु म भनेर। अब यो ढुकुरहरू लु हेर्नु त पानी कस्तो दामी छ। यहाँ पौडी खेल्न चाहिँ मनाइ छ है साथीहरू, तर पनि लुकीछिपी पौडी चाहिँ खेलिन्छ है। यहाँ अहिले फेरि पालेहरू आयो भने त गाह्रो हुन्छ यहाँनिर। म चाहिँ साथीहरू पौडी खेल्न आँटेँ है, मलाई पौडी त्यति खासै चाहिँ खेल्न आउँदैन होइन, र पनि ट्राई चाहिँ गर्छु होइन। डुब्यो भने चाहिँ तपाईँहरू यही भिडियोको माथिबाट चाहिँ होइन हार्दिक श्रद्धाञ्जली भनेर लेखिदिनु होला है त। धेरै धन्यवाद छ भाइलाई। म चाहिँ पौडी खेलिसकेँ साथीहरू फाइनली होइन। त्यति साह्रो चिसो चाहिँ आजको दिन रहेनछ। त्यहीपरि हल्का हल्का चाहिँ मैले चाहिँ खेलेँ, अनि कोही पनि खेलेनन् भन्दा पनि एकजना भाइ चाहिँ खेल्यो। अनि त्यो भाइ चाहिँ साह्रो भयो, भाइ अघि निस्किसकेको छ। अब गर्मी त्यति साह्रो घटेन हो आजको दिन चाहिँ, त्यही पनि मजाले खेल्यो। पौडी चाहिँ खेल्न आउँदो रहेछ, तपाईँहरू भिडियोमा पनि हेर्नु होला मलाई कतिसम्म पौडी खेल्न आउँछ भनेर होइन। केटाहरूको भाइहरू चाहिँ गफ हुँदैछ यहाँ, के गफ हुँदैछ तेरो सिद्धान्त अनुसार यहाँ के भन्नु, के कुन तरिकाको भन्नु पर्छ? यहाँ माथि बसेर भ्यू खाने ठाउँमा माथि पनि कहाँ उहाँ भित्र बसेर त्यहाँ चाहिँ नाउ हुँदाखेरि हुन्छ क्या, कलमको ठक्क चढ्ने बनाइदियो रुखमाथि, अनि बाँसको त्यो रुखको अडेसामा बस्ने ठाउँ बनाइदिनुपर्छ। यो चाहिँ साथीहरू होइन आफ्नो सोच अनुसारको भनाइ हुन्छ होइन, तर यस्तो कुराहरू चाहिँ पुरा गर्नको लागि धेरै हुन्छ होइन। केही गर्नु पर्दैन, वनसँग सम्झौता गर्ने 10 वर्षको लिज पनि कागज गर्ने 10 वर्षको लिजमा यसले अब यो फेरि त्यस्तो मुकेश अम्बानी जस्तो कुरा गर्दैछ है अहिले चाहिँ। धेरैमा 15 त्यस्तो मुकेश अम्बानी कुरा नगरेको हो के भाइरल हुन्छ रिसेट खोल्नु भनेको। ओके छ त, तेरो सोच अनुसार ठिकै छ नि त। म हेल्प गरौँला, 5 लाखको हेल्प गरौँला त, बाँकी रहेको अरू पैसा हेल्प गर, के पनि उ गर। म 200 रुपियाँ गर्छु लगानी। अनि के अनि 200 रुपियाँ लगानी गरेको सोचाइ चाहिँ 15 लाख 19 लाखको अरे। जाउँ भाइहरू पनि उता जाने होला नि त होइन। तिमीहरू गर्न यहाँकोलाई तिमीहरूलाई दिन्छ कि वडा दसले को छ त्योसँग माग उयो हुन्छ बोटिङ सकेर उदाउने के अरे तिम्रो आफन्त हो बोट हो बोट बोर्ड होइन यसो कुदाउने के भन्छ सिप हो सिप बोट बोडे हो के बोडे हो त्यो भाइ ढाटेको होइन कि तिमीको दिनको 10,000 कहीँ हराउँदैन ल अनि यहाँदेखि चाहिँ एकैचोटि त जानु पर्यो भने उडेर जाने हो क्या दामी हुन्छ है उडाउने केटाहरूले त अनि त्यो त अनि कहाँ अनि राति पनि खेलिदिइहाल्छ नि अति त्यो लबाडी जस्तो देखिरहेको छ के हो लबाडी हो घाँमा लबाडी छ लु हेर छोप्दैछ
अहिले कहाँ दमक जान आँटेको अरे को जान आँटेको के साँच्चै ए साँच्ची हो आज मेला छ त दमकमा मेला छ त पाडाजुगीमा त्यो पाडाजुगीदेखि त आइतबारतिर हौ धिमालको त्यो के गरे त्यो मेला छ आज त्यहाँ जानु नि जाउँ भनेको लागि त्यो के पाउँछ सुँगुरको मासु पाउँछ भन्छ कहाँ गएको छ ऊ भाइले क्या छोप्दैछ क्या घाँटी छोप्दै हिँड्दैछ अति हो क्या यो ल हामी मैले थाहा पाइसकेको छु भाइ अनि के हो यो चुवाचेले हो कि दुई खुट्टेले नै हो अब हामी चाहिँ यतातिर जान्छौँ कि एकछिन छुट्टिनुमा त ल कटेजतिर जाने ल नेक्स्ट टाइम फेरि भेट्नुपर्छ होइन अलिक बबाले तरिकाले भेट्नुपर्छ नेक्स्ट टाइम चाहिँ हामी चाहिँ मोरङमा छौँ होइन अहिले ल ओके भर्सक मेला जाउँ न मेलामा राम्रो छ अनि साथीहरू देखिहाल्नु होला भाइहरू होइन भाइहरू चाहिँ यहाँको लोकल भाइहरू हो अस्ति यहाँ पौडी खेल्न आउँदाखेरि चिन्दैन भएन हामी चिनेको नत्र हामी त्यसरी चिनेको थिएनौँ जस्ट भाइहरूलाई चिनेपछि धेरै कुरामा फाइदा हुन्छ क्या होइन त टिकट काट्नु पर्दैन भाइहरू गयो अलिकति भएपछि सानमा हिँड्न पाइन्छ यता जाउँ न अनि यता ल भाइ यताबाट त यस्तो गुवा घाम छ यहाँबाट होइन यता खाने होला नि खाने होला ए यस्तो काम चाहिँ नगरेको हो हेर बिने हेर यो पनि टच गर्दै हिँड्दैछ साइकलहरू के देखाएको छौँ ए तँ त घरमा राखेका छौँ टेन्सन नल्याउ न केटा हो घरमा राखेको छ मैले यहाँ आउँछु भनेर कहाँ थाहा थियो त अहिले घरमा राखेर होइन केटाहरू के भन्छन् भन्छ म यस्तो कुराहरू बुझ्दिनँ है केटा हो आज बदली केही भन्दिनँ म छैन भने के गर्नु त मैले हिँड्न छिटो लु हिँड न हिँड न कोटेजतिर अब लु जाउँ पो भन्दैछ जानुपर्छ हामी सबैजना भन्ने हो ल सञ्जीव अनि त त विदेश जाने कुरा थियो के हुँदैछ हौ तेरो विदेशको प्रोसेस चाहिँ कहिले जाँदैछ अलिक साह्रो बोल्न भोलि चाहिँ यो भारतको बिहार भन्ने ठाउँमा जान्छ है भिसा लागेको छ त्यहाँको गाइस होइन अनि म यो नेपालमा चाहिँ म एक्लै हुन्छु होइन अब बिने पनि जाँदैछ अरे बिने विदेश गएपछि चाहिँ नबिर्से नि फेरि चुवाचेको मासु फेरि खाएको थुक्लिँदै बस्ला नि देखाइदिन्छु ओइ साँच्चै पठाउँछेस् त्यस्तो नभन् न ओ बिने त्यस्तो नगर न मलाई आँसु आउँछ यार ओइ धेर नपठा न 2 महिनामा पनि 5000 पठाइदिएन सकियो त हामी दुईजनालाई पठाइदियो 5 के भनिस् अरे तैँले ओइ जुङ्स के भनिस् अरे महिनाको 5000 पठाइदिँदा पनि म आज चाहिँ गर्न सक्दिनँ आज मन एकदम नाजुक अवस्था छु साथीहरू कपाल पनि चिसो छ हो यार पसिना होइन यो चाहिँ पानी हो है साथीहरू अनि तँलाई बिनेको आश लाग्छ पठाउँछ भनेर पठाउँछेस् भने लु भिडियो पुग्छ पठाउँछेस् पैसा सञ्जीवले आज निकाल्छ अरे लामो छोटो दुइटै हो के हो यो कुरो खासिएपछि आज हामी कता जाने त कहाँ बस्ने हो आज अस्तिको मासु त मिठो भएन यार
म त कस्तो आँसु झर्दैछ यार बिने त्यस्तो कुरा गरिस् भनेर त बिले जान्छु भन्दाखेरि नि मलाई त यस्तो आँसु झरिरहेछ देखिरहेको छु मैले कस्तो टप टप यहाँ यो चाहिँ टप टप उयो चाहिँ तर आँखाबाट झर्नु पर्ने कि कपालबाट झर्दैछ क्या हजुर हजुर हुन्छ भिडमा बसेर हामी एकदम खुल्लामै बस्छौँ तर यहाँ चाहिँ होइन अन्त ठाउँमा बस्छौँ बाबा छ डान्स कस्तो दामी गरेको ल अब यतै छिर्दिनु क्या सजिब है छिर्दिने बनाइसकेको अघि सन्दीप है ओइ मेरो साथीले चाहिँ 10 ठाउँ घुमाइसक्यो 10 ठाउँमा एक ठाउँ पनि मन पराएको छैन के गरेको होला यसले यार म त अचम्म लाग्छ त पैसा छ होइन तासेलु हामीले त्यो घाममा डुलाएको डुलाइछ यार वाक्कै दिन्छ अनि हामीसँग छ भन्दा त अन्त फेरि हामी वान सेकेन्ड रिटर्न टु ब्याक ए होइन रिटर्न टु ब्याक भनेको प्याक भनेको होइन हामी जहिले यता आउँछौँ ओके आज चाहिँ यहाँ खुल्ला रहेछ है ल साथीहरू अब चाहिँ यहाँदेखि नउठ्ने नि फेरि ठाउँ प्लेस खोज्दैछ दोकान देखिराख्नु भएको छ नि यो टिकटक रोडमा बस्नुहुने दाइको भाइरल दोकान है अहिले चाहिँ यहाँ राख्नु भएको रहेछ दाइले र बिक्री बट्टा पनि राम्रै गर्दै हुन्छ अहिले दाइहरूको त्यति साह्रो भ्लग चाहिँ जाँदैन राम्रो भिडियो जाँदैन अनि यहाँ चाहिँ बस्नु भएको रहेछ कसैले प्रायः चिनेको पनि छैन होला तर हामीले चिन्छौँ है दाइलाई चाहिँ दाइ हेलो दाइ ठिकै छौँ के छ कस्तो छ आजकलको बिक्री बट्टा दाइ पनि सेको खाँदै हुँदो रहेछ दाइको यो प्लस यो पनि प्लस हल हो है सबैजनाले खाएर जाने के आफ्नो अनि साथीहरू चाहिँ पिज्जा फेर्न गएको छन् अनि अब चाहिँ हामी चाहिँ अब सेकुवाहरू खायौँ यहाँ चाहिँ मिठो नै सेकुवा हो है सिमसारमा आउँदाखेरि बस पौडी खेल्नको लागि भनेर आउँछौँ सो अनि अहिले चाहिँ हामी चाहिँ अब घर जान तयारी गर्दैछौँ र भिडियो पनि अन्तिम पुगिसकेको छ है अनि हजुरहरूले मेरो भिडियो कतिको मन पराउँदै हुनुहुन्छ र हजुरहरूलाई यो मेरो भिडियो कस्तो लाग्दैछ अब राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गर्नु होला अरू त के भन्न सक्छु र होइन अनि मलाई धेरै 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 सपोर्ट र माया गरिदिनु होला तपाईँहरूको हजुरहरूको एउटा क्लिक र एउटा सपोर्टले मलाई धेरै फरक पर्छ है साथीहरू त्यो सम्झिनु होला भन्दै अनि हजुरबाट पनि अब बिदा हुने बेला भइसक्यो सो यसरी नै भिडियोहरू हेर्नु होला आगामी भिडियोहरू पनि आउँछ आगामी भन्दा पनि भोलिको दिनमै आउँछ सो अनि आजको लागि चाहिँ हजुरबाट बिदा हुन्छु हस्त बाई बाई जय नेपाल शुभ रहोस्।